अपरम्पार छ भगवानको लीला। हेर्नुहोस् त, यो सबै भगवानको चमत्कार हो। 3 खुट्टा मात्र भएको 3 खुट्टे गौमाता। हेर्नुहोस् त, यो 3 खुट्टे गौमाताको भिडियो हजुरहरूको, यस्तो चमत्कारिलो भिडियो हजुरहरूको मोबाइलमा आउनु भनेको नि हजुरहरूको भाग्य चम्किनु हो के भाग्य। किनकि यस्तो चमत्कार यो धरतीमा कुनै पनि यस्तो चमत्कार के एकदमै चमत्कारिलो दृश्य हामी देख्छौं भने त्यो सबै भगवानको लीला हो के। मलाई थाहा छ यो भिडियोको ठाउँमा अन्य कुनै हिरो हिरोइनले डान्स गरेको भिडियो भइदिएको भए हजुरहरूले एकदमै लाइक कमेन्ट शेयर 10 बार त्यसलाई हेर्नुहुन्थ्यो त्यो भिडियोलाई। तर गौमाताको भिडियो नपर्यो, मलाई थाहा छ हजुरहरूले स्किप गरेर जानुहुनेछ। सबैले होइन, कसैले गौमाताको भिडियो त हो भनेर स्किप गरिदिन्छ। तर गौमातालाई त्यति कम नसम्झिनु के। गौमाताको महत्व धेरै छ, थाहा छ कि छैन? गौमाता लक्ष्मीको रूप मान्ने गरिन्छ। गौमातालाई जसले मान्ने गर्छ, पुज्ने गर्छ नि, उसको घरमा कहिल्यै पनि धन सम्पत्तिको कमी हुँदैन। त्यो कुरा थाहा छैन होला हजुरहरूलाई। गौमाता भनेको लक्ष्मीको रूप हुन्। गौमाता भनेकी लक्ष्मीको रूप हुन्। हजुरहरूको घरमा पैसाहरू जति पनि कमाउनुहुन्छ तर पनि बचत हुँदैन हैन भने यो गौमाताको भिडियोमा को कमेन्टमा जय गौमाता मात्र लेखेर देखाउनुहोस् न। यो भगवानको यो चमत्कारिलो दृश्य भएको, यो भगवानको चमत्कार भनौं नि, 3 खुट्टा मात्र भएको गौमाताले को आशीर्वादले हजुरहरूको जीवनमा कहिले पनि असफलता प्राप्त हुने छैन, धन सम्पत्तिको कमी हुने छैन। हजुरहरूको घरमा जहिले सफलता प्राप्त हुनेछ। ल हस्, आज धेरै बोल्न हुन्न गाइज, मलाई चाहिँ घाँटी दुखिरहेको।